यसरी हान्नु न हौ चन्द्र यसरी हान्नु न अब यसरी पो हो त पैसा सय 500 पनि मलाई बनाइसक्नु भएको त नानीको पैसा यही हो गाइस देखिन 100 कि 560 भएको नानी खाँदा फुटुके फुटु अब म कति भएछ काउन्ट गर्ने तपाईँलाई देखेँ यो कहाँबाट भेटिनुको नि मेरो छोरीले यो पनि हालिछिन् फुटुकेमा अनि नानीको पैसा चाहिँ यति नै भएछ होइन यो चाहिँ मैले कहिलेदेखि बचत गरिदिएको थिएँ भने नानीको मैले दसैँभन्दा अलिक अगाडि जस्तो त 30 भन्दा पछाडि दसैँभन्दा अलिक अगाडि जस्तो मैले खुत्रुके ल्याइदिएको थिएँ माटोको उसले मलाई म्याम मेरो पिगी ब्याङ्क छैन मेरो पिगी ब्याङ्क छैन भन्थिनँ पिगी ब्याङ्क मैले ल्याइदिएको थिएँ अनि दसैँ लगभग मैले चाहिँ त्यो सब्जी के किन्ने पैसा हुन्छ नि किनेर ल्याएर चाहिँ यतिकै राख्ने गर्थेँ क्या टेबलमा उसले चाहिँ यो खुजुरा पैसा हेर्नु न खुजुरा पैसा कति हालिदिन अनि अहिले पैसा लगाइदिन खोज्छु त खुत्रुकेमा अट्दैन त भर्खिएको त छैन त खुत्रुकेमा पैसै हालेको छैन हिजो अस्ति भर्खरको हो पैसा खुत्रुके भन्छु अनि खुत्रुकेमा अटेन भरे त हेर्नु न 5को 10को 20को जति उसले दिएको पैसा त्यति पैसा चाहिँ खुत्रुकेमा हालिदिएर चाहिँ धेरै भएन छ हुन त रै पनि बच्चाको यो भनेको हौसला बच्चाको बुद्धि विवेकको कारणले नै हो नि त यो अब यसरी अब खुत्रुकेमा पैसा जम्मा गर्नुपर्छ भनेर गर्ने भनेको राम्रो बानी हो बच्चाले अहिलेदेखि सानैदेखि यस्तो बानी सिक्दा राम्रो हुन्छ नि त धेर त छैन उसको यहाँनिर पैसा त रै पनि मलाई चाहिँ उसको यो बानी साह्रै मनपर्छ मेरो छोरीको बानी हेर्नु न कस्तो माया लाग्छ दसैँमा अनि मैले उसको पैसा जति मैले मासी दिएको थिइनँ यति पैसा लगाऊ है भनेर दिएको थिएँ आफैले मैले पनि लगाइदिनु पर्दैन खुत्रुकेमा पैसा त आफै लाउने हो क्या हेर्नु न खुजुरा पैसा जति दिएको यहाँ पैसा कहिले काहीँ त खुजुरा पैसा नभएर नि कस्तो बिजो क्या यसो सब्जी किन्ने पैसा पनि छैन त होला त्यही थियो त भन्छु मामु मैले पिगी ब्याङ्कमा हालेँ सरी भन्थिनँ क्या लाने चाहिँ अनि त्यतिखेर त मलाई किन हालेको जस्तो लाग्थ्यो हेर्नु न थोरै थोपा थोपाले पनि बचत हुँदो रहेछ यसरी